हेलो नमस्कार साथीहरू। अहिले चाहिँ म चितवनको कालिका नगर हुनाले यो लङ्का लाइन जाने बाटोमा पर्छ कालिका नगर। कालिका नगरको यो एउटा म जङ्गल निर्णयको पार्कमा छु। यो पार्कलाई चाहिँ अब के पार्क भन्छ त थाहा छैन, तर मनलाई शान्त दिने पार्कको रूपमा चिन्छु म। र रमणीय र जङ्गली जनावरहरू पनि हामीले हेर्न सक्ने लाइन त जङ्गली जनावर हेर्नु त हरिणहरू देख्न सक्नुहुन्छ तपाईँले। आहा, यस्तो रमणीय क्षण, यस्तो यस्तो क्षण त बारम्बार आउँदैन। हेर्नुहोस् न, आहा कति राम्रो। हेर्नु त हुल, हरिणको हुल हेर्नुहोस् ल, हेर्नुहोस् ल, हेर्नुहोस्। आयो, हरिण भित्रै आयो ल। कति राम्रो। हेर्नु त, ल हेर्नु त भित्रै आएको हरिणहरू ल, हेर्नुहोस्। ओहो, बच्चा पनि रहेछ ल, हेर्नुहोस् त यति राम्रो। यहीँ भित्र चरिरहेछ ऊ। हेर्नु त अहिले म चाहिँ लास्टमा यो तपाईँको कालिका नगरको यो एउटा पार्कमा छु, पार्कभित्र छु। अहिले चाहिँ हाल चाहिँ यहाँ कोही हुनुहुन्न यतिखेर चाहिँ, होइन, यतिखेर कोही हुनुहुन्न। म चाहिँ अघि आएको थिएँ यहाँ अलिकति म लास्ट इन्डिङ ठाउँको यो के भन्छ यसलाई, बस्ने ठाउँ मचान भन्छ कि के भन्छ है, यसमा छु। तपाईँ यहाँ देख्न सक्नुहुन्छ। हेर्नु त हरिणको बच्चाहरू, हरिण। ओहो कति राम्रो। हेर्नु त ठुलो, सबभन्दा ठुलो हरिण। ओहो, आहा यस्तो राम्रो हरिण। हेर्नु त ल, सिङ पनि छ। बच्चाहरू कति धेरै। आओ गड, हामफाले ल भित्रै आयो त ल। हेर्नु त जङ्गलदेखि भित्रै पार्कभित्र आयो ल। हेर्नुहोस् यस्तो राम्रो। आम्मामा, हेर्नु त मन्त्रमुग्ध गराउँछ त। हेर्नुहोस् त, ओहो लिन आएको ऊ। हेर्नु त, ए ओके, उसको यहाँ मलाई देखेर होला ऊ भित्र आयो। भित्र आएपछि उसको परिवारलाई ल हिँड बाहिर जाऊँ भनेर लिन आएको। ओके, त्यो भनेको नबोले पनि मान्छे अब हामी त मान्छे बोलिन्छ, जनावर नबोले पनि सिग्नल। हेर्नु न कस्तो मजाले दिएको, कस्तो मजाले कम्युनिकेसन गरेको। हेर्नुहोस् त कहाँ गयो अब। हेर्नु त जङ्गलभित्र लुक्यो अब ल। हेर्नुहोस् त, कहाँ गयो हेर्नुहोस् त। अघिसम्म यहीँ थियो है। कस्तो राम्रो दृश्य क्याप्चर गर्न पाएँ मैले भिडियोमा। हजुरहरूले नि सेयर गरौँ भनेर नि है, मेरो युट्युबको साथीहरूलाई अब जसले हेर्नुहुन्छ भ्युवर्स भनौँ न, उहाँहरूलाई पनि यसो देखाऊँ भनेर हो। खै अब कहाँ लुक्यो ल। अघि मैले मजु पनि देखेको थिएँ, तर त्यति क्लियर आएन, त्यही भएर भिडियो बनाएन। यस्तो राम्रो। हेर्नु त, कहाँ गयो ल। हेर्नु त जङ्गलभित्र लुक्यो। यस्तो राम्रो थियो। यहाँदेखि पुल छ कि ट्याक्कै। हेर्नुहोस् न, यहाँ कृत्रिम पुल छ होइन। यो ट्याक्कै पुल पार गरेर म चाहिँ यता लास्टतिर छु क्या। यो तपाईँको यो पार्कको लास्ट र इन्डिङ यो जङ्गल सबै जङ्गल हो। जङ्गलमै घेर्न त होइन। तपाईँ यहाँ चाहिँ तपाईँको परिवारहरू यसो फन गर्न साथीहरूसँग आउन सक्नुहुन्छ। यस्तो राम्रो रमणीय दृश्यहरू छ यहाँ है। त्यही माथि जङ्गली जनावर। ओहो, म आज एकदम लक्की। मलाई आज अलिकति पिस इन्भाइरोमेन्ट खोजेको थिएँ यहाँ, त्यही भएर इन्ट्री गरेको थिएँ है। यस्तो राम्रो ल। हेर्नुहोस् त, यहाँ थियो अघि गइहाल्यो नि, भित्र गयो। उसको त्यो चाहिँ सिङवाला छ नि, त्यो सिङवाला चाहिँ उसको चाहिँ यो हरिणको चाहिँ हेड रहेछ भनौँ न, उसको बाउ होला। उसले चाहिँ टक्क भित्र आयो होइन, लिएर गयो कि।